हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज हाम्रो दमक झापा 5 मा रहेको यो नेकपा एमालेको आमसभा हुँदा मान्छेहरू हजारौंको भिडमा देखिएको छ र नेकपा एमाले के यो पालिको चुनावमा जित्छ कि हार्छ होला? हजुरहरूको के छ विचार? लाइक, कमेन्ट र सेयर गरिदिनुहोस् र आफ्नो तर्क कमेन्टमा लेख्नुहोस्। र कमान्डर र सहकमान्डरलाई चाहिँ सधैँ अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि ज्यूले नै चाहिँ आज खाता लगाइदिएर एउटा सम्मान गरिदिनुहुन र शुभकामना र बधाई दिनुहुन हार्दिक अनुरोध गर्दै मेरा छोटो भनाइहरू यहाँ अन्त्य गर्छु। हस्त, धन्यवाद, अभिवादन। धन्यवाद कमान्डर पुष्पराज श्रेष्ठज्यू। नेपालको इतिहासमा कहिलेकाहीँ यस्ता उबडखाबडहरू आउने गर्छन्। हामी जुन भूगोलमा बाँचिरहेका छौँ, हाम्रो दुःखको एउटा कस्तो परिबन्ध पर्दो रहेछ भने प्रत्येक 50 वर्ष हाराहारीमा नेपालमा ठुलो भुइँचालो आउँछ र प्रत्येक 20 वर्ष जस्तोमा एउटा ठुलो आन्दोलन हुन्छ। यो भूगोलको कारण हो, टेक्टोनिक प्लेटहरूको घर्षणको कारण हो। त्यसैले हामी बारम्बार यस्ता विपत्तिहरूको सामना गर्छौं। कहिले भूकम्प जस्ता भौतिक पछाडिसम्म सुनिन्छ? पछाडिसम्म सुनिया छ होइन? ओके। आदरणीय सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, सबैमा हार्दिक अभिवादन, नमस्कार, लाल सलाम। नेशनल भोलिन्टियर फोर्सका सम्पूर्ण भोलिन्टियर युवाहरू, यस कार्यक्रममा उपस्थित हुनुभएका नेताजीहरू, उम्मेदवारजीहरू, सम्पूर्ण दाजुभाइ दिदी